नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी टक्क जापानको तोजिकीको एउटा पार्कमा आएको छौँ। अब चाहिँ हामी टक्क यहाँनिर लेखेको बँदेलदेखि सचेत हुनु भनेर लेखेको। तर अब हामी जान्छौँ बँदेलकै यो जङ्गलभित्र छिर्ने हो। अब हामी टक्क छिर्ने यतापट्टि सब खेल्ने ठाउँ छ अनि हामी जान्छौँ त्यहाँ गएर बसेर खान्छौँ हामी। यहाँभित्र खानेकुरा टक्क खानेकुरा खाने हो, बियर खाने हो अनि फर्किने हो। यहाँ बसेर खाने ठाउँ चाहिँ देखिरहेको यहाँ बसेर खाने ठाउँ जस्तो छ। एकचोटि त्यहाँ गएर हेर्नुपर्ने हुन्छ। राम्री केटीहरू पनि छन् तर केटीहरूले नानी लिएर आएको छन्। रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं, सुके। यहाँ बस्ने हो। यहाँ बसेर खाने ठाउँ जस्तो छ। बारबेक्यू गर्ने ठाउँ रहेछ साथीहरू। कहाँ बस्ने त अब? A few moments later. ट्रेकिङमा आएको तर जाने ठाउँ जङ्गलभित्र रहेछ। भ्यू यस्तो टक्क यहाँदेखि हामी जङ्गल छिर्छौँ। पार्क यहाँ पार्क छोडेर अब हामी ट्रेकिङ जानु पर्यो। यता छिर्नु पर्यो हामी। माथि चढ्ने ठाउँ चाहिँ आर्मी चढ्ने हो। गाडी पनि छ अब यो त पुरै जङ्गल छ त यार। ल अब हामी यहाँदेखि जङ्गल छिर्छौँ। लागेको यता यहाँनिर चाहिँ तर के लेखेको हो यार, यामाही के हो यो? त्यही पनि हामी हार मान्दैन, हामी जान्छौँ यो बाटो माथिसम्म। जसरी भए पनि आज पुगेर आउँछौँ हामी हाम्रो गन्तव्यमा। यहाँ त अब गाडी बाटो यही हो तर बाटो चाहिँ यस्तो छ। यहाँ जाने हो र हामी सिधै हो। सिधा त जाने हो साँच्चीकै। उयो हेर न यो त्यो के अरे मान्छे मारेर खाने यहाँनिर हेर त हो। गाडी साडी छ यहाँ त। त्यो एरियामा आइयो भुत्ती आइ गाडी साडी छ। ठेलेर पठायो ठेलेर पठायो। यहाँ मान्छे पनि हिँड्छ कि हिँड्दैन थाहा छैन। बाइक त गएको थियो त यार फोटोमा त। बँदेल सधैँ आयो भने चाहिँ गाह्रो हो। लड्न त सकिन्छ। ल आइपुग्यो हामी। रोशन छन् तर लास्ट डर लाग्दो खालको ठाउँ है। यतापट्टि चाहिँ डर लाग्दो रहेछ क्या।
हो यो त बाटो हिँड्ने जरा उयो मुनि चाहिँ च्यान छ यहाँ हामी चाहिँ आयौँ यता यहाँदेखि कता यहाँदेखि त फेरि उँधै च्यानतिरै लाँदैछ उँधोबाट माथि उँधोबाट माथि छ भरे घरमा गएर च्यान यहाँ तल क्या च्यान नै च्यान छ क्या यहाँ छेउ भित्तै परि छ च्यान तर मैले फेरि आज मार्टिन जुत्ता लगाएर आएको छु भाग्नु पर्यो भने पनि भाग्न सक्दिनँ होला यार म यहाँ त अब ट्रेकिङमा आएको अरू मान्छे देख्यो भने पनि डर लाग्छ मलाई त हो भूत हो कि जस्तो लाग्छ होला यार अब त उयो हेर न नि च्यान हो ओ यहाँबाट भ्यू देखिँदो रहेछ नि त ऊ हाम्रो तोचिकी तोचिकी अब माथि गएर भ्यू देखाउँछु माथि गएर भ्यू देखाउँछु म अब फेरि यहाँ आफैले झारहरू छुएर तर्सिँदैछ अब चाहिँ हामी पुरै उकालो हिँड्दैछौँ ऊ म्याचिस यहाँ बँदेलले खनेको छ बँदेलले खनेको रहेछ यहाँ वरिपरि बँदेल हेर्ने भनेर आएको नेट चाहिँ चल्दो रहेछ 2 hours later. ल हाम्रो जङ्गल सफारी सक्यो अब होइन त सेफ्टी पनि बोकिरहेको छु मैले फेरि बकवास बंद कर कुत्या सेफ्टी बोकेर जङ्गल सफारी सकेर हिँडिरहेको उयो जस्तै क्या वाङटङमा जस्तै क्या ठाउँ चाहिँ ल हेर ऊ माथिबाट आँखाले हेरिराख्यो भने त अनि यो डन्ठाले के गर्छ र त्यसलाई तिर हान्छ नि रङटनमा हो उक्चुक हेरेको होइन भरे गएर हेर नि हेरेको मैले त्यो डोरी पन्चाएर राखिरहेको हुन्छ नि फेरि घाँटी च्याट्टै छिर्ने अहिले भर्खर आएको ठाउँमा पास अरे ल अहिलेलाई यति अघिको भिडियो चाहिँ साथीभाइहरू अलिकति अनकम्प्लिट भयो फोनमा चार्ज छिटै सकेर मैले भिडियो बनाउनु पाइनँ हामी चाहिँ घर आएर खाजासाजा खाइसक्यौँ अब त्यसको लागि सरी भिडियो हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला फेरि आउँछ भिडियो अझै बाँकी छ पिक्चर अभी बाँकी है पिक्चर अभी बाकी है मेरे दोस्त